ह्याप्पी गुड मर्निङ डिएक्सन तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ हाम्रो डिएक्सन लाइभ केयरमा। आज म चाहिँ तपाईँलाई लेङ्जी 2 in 1 कफीको साथमा छु, तपाईँहरूको साथमा। तपाईँहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै डिएक्सन लाइभ केयर हेरेर पक्कै पनि मनोरञ्जन र केही कुराहरू सिक्नको लागि तपाईँलाई अवसर मिलेको छ भन्ने पूर्ण आशा लिएको छु। तपाईँहरूको माझमा मैले आफूले युज गरेको प्रोडक्टको आफ्नो पर्सनल नलेजहरू तपाईँहरूको माझमा सेयर गर्ने गर्छु। तपाईँहरूलाई चाहिँ डिएक्सन सम्बन्धी केही कुराहरू जान्नु छ अथवा डिएक्सनमा जोइन गर्नु छ होइन, डिएक्सनको प्रोडक्ट चाहिएको छ होइन, तपाईँलाई कुनै शरीरमा केही समस्याहरू छ भने पक्कै कमेन्ट गर्नुहोला। त्यसको लागि सोलुसन अवश्य पनि तपाईँहरूको माझमा लिएर आउनेछु। साथीहरू, आज म चाहिँ यो मसँग भएको लेङ्जी ब्ल्याक कफी होइन, यो 2 in 1 लेङ्जी ब्ल्याक कफी हो, ज्ञानोडरमा मिश्रित होइन। जुन यो देख्नु भएको छ नि, यो चाहिँ ज्ञानोडरमा हो। यो चाहिँ हाम्रो शरीरको लागि एकदमै आवश्यकता र नभई नहुने हाम्रो शरीरले खोजिरहने एउटा प्रोडक्ट हो। यसले चाहिँ हामीलाई के फाइदा गर्छ होइन, यो मेरो बोतलमा पनि मैले रेडी गरेको छु होइन। यसको चाहिँ यो फर्म बनिरहेको छ होइन, यो चाहिँ कफीको हो। यसरी सेक गर्यो भने यसरी यो चाहिँ यस्तो सेक बन्छ। अब यो पिउनुको आनन्द नै फरक छ क्या होइन। यो हामीले यसलाई जस्तो पनि तपाईँले जस्तो मनपर्छ होइन, तपाईँले चाहिँ हट मनपर्छ भने तपाईँले गरम पानीमा होइन त्यसमा पनि मिक्स गरेर पिउन सक्नुहुन्छ। अहिले चाहिँ गर्मीको सिजन आइरहेको छ र मलाई गरम त्यति खासै मन पर्दैन होइन। गरम मैले खाना पनि एकदमै त्यति गरम खान सक्दैन। त्यो कारणले चाहिँ मैले चाहिँ कोल्ड पानीमा नै बनाइरहेको छु। नर्मल यो रुम टेम्परेचरको पानी हो होइन हामीले पिउने। यसको स्वाद नै एकदमै अर्ग्यानिक अनि कुनै शब्द नै छैन क्या यसको प्रशंसा कसरी गरौँ होइन कफीको। यो कफीले चाहिँ हाम्रो स्वास्थ्यलाई कसरी चाहिँ काम गर्छ होइन, हाम्रो शरीरमा भएको जो डेक्टोर्स होइन, हाम्रो नेगेटिभ इनर्जी भन्छ, हाम्रो शरीरलाई चाहिँ हरेक कुराबाट चाहिँ आक्रमण हुनबाट यसले बचाउँछ होइन। यदि तपाईँलाई डायबिटिज होइन, ग्यास्ट्रिक अनि खाना नपच्ने होइन, सास गनाउने यस्तो अनेक किसिमको होइन चिलाउने रोगहरू छ होइन, खटेरा आइरहने गर्छ। अब गर्मी लाग्यो होइन, तपाईँहरूलाई चाहिँ एकदमै घाम बिबिराहरू आउने समस्याहरू हो, त्यसको लागि चाहिँ यो एकदमै लाभदायक होइन, एकदमै फाइदाजनक कफी हो। तपाईँले यसलाई नर्मली यदि पानी कम पिउनुहुन्छ होइन, पानी कम पिउनुको कारणले तपाईँले शरीरमा धेरै किसिमको रोगहरू लाग्न सक्छ होइन, पथरी हुन सक्छ हो। त्यस्तो व्यक्तिहरूले, पानी कम पिउने व्यक्तिहरूले चाहिँ यसलाई बोतलमा यसरी घोल्ने होइन, अनि तपाईँले दिनमा जति सक्यो त्यति पिउने कि होइन। यसरी पियो भने चाहिँ तपाईँले कफी पिएर तपाईँ स्वस्थ हुनुहुन्छ होइन। न तपाईँ ठुलो मेडिकलमा जानु पर्यो होइन, तपाईँको रोग पत्ता लगाउन होइन तपाईँ विदेशमा जानु परेन, ठुलो ठुलो डक्टरलाई सोध्नु परेन होइन, हस्पिटलमा गएर तपाईँ लाइन लाग्नु परेन। अब हस्पिटलमा गएर लाइन लाग्दा मात्रै तपाईँको रोग त पत्ता लाग्दैन नि त होइन। रोग पत्ता लगाउनलाई तपाईँले डक्टरहरूलाई अब 1 लाख त उसले बिल नै बनाउँछ कि होइन। ओ डाक्टर साहब, मेरो बिमारीलाई छिट्टी सन्चो बनाइदिनुहोस् न, मेरो तर्फबाट तपाईँ 1.5 लाख लगाउनुहोस्, यस्तो भन्ने अवस्था पनि हुन्छ मेडिकल। न, मैले भन्न खोजेको चाहिँ मेडिकल गलत होइन, त्यो भनेको होइन। तर हामी आफू स्वस्थ भयौँ भने मेडिकल जान नपरोस् होइन। तपाईँले हात काटेर पट्टी लगाएर सन्चो बनाउनु भन्दा त्योभन्दा पहिल्यै बरु हातै नकाट्नु नै सही हो कि होइन। काटिसकेपछि तपाईँले पट्टी बाँधेर फेरि सही भयो भने त्यो हात सही हुन्छ त, त्यसमा दाग बस्छ नि त, कट लागेको त होइन, निशान बस्छ हो। त्यसैले त्यो काट्नुभन्दा पहिले नै तपाईँले सोच्नु भएन कि अब तपाईँ अहिले सोच्नु भयो भने मेरो भिडियो त हेर्नु भएको छ होइन,
अब तपाईँले अहिले सोच गर्नुभएको छ म त कुनै बिमारी छैन होइन, मसँग कुनै रोगै छैन, म त एकदमै स्वस्थ मान्छे हो, मैले किन पिउने कफ होइन। त्यो तपाईँको सोच चाहिँ एकदमै नेगेटिभ हो। तपाईँले अहिलेदेखि नै तपाईँले कफी पिउनु भयो भने त्यो कफीले चाहिँ तपाईँको भित्र तपाईँले शरीरमा चाहिँ कुन कुन रोगले समात्न लागेको छ अथवा आक्रमण गर्न लागेको छ होइन, कुनै रोगमा तपाईँ के पत्ता तपाईँलाई थाहा नहुन सक्छ होइन। केही रोगले जुन रोग तपाईँसँग सङ्क्रमण हुन लागेको छ त्यो रोग तत्कालै देखिँदैन, 1 महिना अथवा 6 महिना अथवा 1 वर्ष त्यसको आफ्नो टाइमिङ हुन्छ, कति बेला चाहिँ तपाईँसँग बाहिर देखिने, नत्र त्यो भित्रै फाइटिङ गरिरहेको हुन्छ तपाईँको खानपान होइन। तपाईँ हिँड्नुहुन्छ डुल्नुहुन्छ, अहिले प्रदूषण कति छ होइन, हाम्रो वातावरण कति प्रदूषण छ भनेर तपाईँलाई त थाहै छ होइन। मार्केटिङको जङ्क फुडहरू खानुहुन्छ होइन, मार्केटमा बनेर आएको फुडहरू तपाईँलाई थाहा छ कति बेला बनेको हुन्छ, कसरी बनेको हुन्छ होइन। त्यस्तो खानेकुराहरू जब खानुहुन्छ नि तपाईँलाई के त्यो प्याकेटमा लेखेको हुन्छ नि त होइन। तपाईँले एउटा मानौँ इक्जाम्पलको लागि एउटा चाउचाउ खानुभयो नि, त्यसमा 10% प्रोटिन होइन, अनि त्यसपछि कार्बोहाइड्रेट, मिनरल, यो सबै कुराहरू पाउँछ भनेर लेखेको हुन्छ, तर तपाईँले त्यति कुराहरू पाउनु हुँदैन।